नमस्कार। ओम नमो भगवते वासुदेवाय। पहिलो अध्याय देवर्षि नारदको भक्तिसँग भेट। सच्चिदानन्द स्वरूप भागवत भगवान श्रीकृष्णलाई हामी नमस्कार गर्दछौँ, जो जगतको उत्पत्ति, स्थिति र विनाशको हेतु तथा आध्यात्मिक, आदि दैविक र आदि भौतिक तीनै किसिमका तापहरूलाई नाश गर्ने हुनुहुन्छ। श्री शुकदेवको यज्ञोपवीत संस्कार पनि भइ नसक्दा र लौकिक वैदिक कर्महरूको अनुष्ठानको अवसर पनि नआउँदै उहाँ एक्लै सन्यास लिने उद्देश्यले आश्रमबाट हिँड्नुभयो। यस्तो परम भागवत छोरोलाई बालकालमै सन्यासी भएको देखेर पिता व्यासलाई ठूलो पीर पर्यो। उहाँ विरहले कातर भएर भन्न लाग्नुभयो, बाबु तिमी कहाँ जाँदैछौ? त्यसबेला श्री शुकदेवको तर्फबाट रुखहरूले जवाफ दिए, यसबाट उहाँ सबै प्राणीहरूको हृदयमा आत्माको रूपमा विराजमान हुनुहुन्छ। उहाँले सबैसँग आफूलाई एक गरी सक्नु भएको रहेछ भन्ने कुरा सिद्ध हुन्छ। यस्तो सर्वात्मा श्री शुकदेव मुनिलाई म नमस्कार गर्दछु। एकपटक भागवत कथामृतको रसास्वादनमा सिपालु मुनिवर सौनकले नौमिष्यरण्य क्षेत्रमा विराजमान महामती श्री सुतलाई नमस्कार गरेर सोध्नुभयो। श्री सौनकले भन्नुभयो, सुतजी, तपाईँको ज्ञान अज्ञानन्धकारलाई नष्ट गर्न करोडौं सूर्य समान छ। तपाईँ यस बखत हाम्रो कानको निम्ति अमृत समान लाग्ने कुनै सारगर्भित कथा सुन्नुहोस्, भन्नुहोस्। भक्ति, ज्ञान र वैराग्यबाट प्राप्त हुने विवेकको बुद्धि कुन प्रकारले हुनसक्छ र वैष्णवजनले कुन तरहले माया मोहबाट आफूलाई छुटाउन सक्छ? कृपया बताउनुहोस्। यो घोर कलिकालमा जीव प्राय आसुरी स्वभावका हुन गएका छन् तथा सधैँ आपत्तिहरूबाट घोरिएर रहन्छन्। यसैले आसुरी स्वभावलाई सुधारेर जीवलाई शुद्ध बनाउने सर्वश्रेष्ठ उपाय के हो? सुतजी, यस बखत तपाईँ हामीलाई सबभन्दा ज्यादा कल्याणकारी र अन्तःकरणलाई पवित्र गराउने तथा सधैँको निम्ति भगवान श्रीकृष्ण प्राप्त गराउने साधन बताउनुहोस्। चिन्तामणिले फगत लौकिक सुख दिन सक्छ, कल्पवृक्षले ज्यादा भन्दा ज्यादा स्वर्गीय भोग दिन सक्छ, तर गुरु प्रसन्न हुनुभयो भने भगवानको नित्य वैकुण्ठ धामसम्म पनि दिन सक्नुहुन्छ, जुन योगीहरूले पनि बडो मुस्किलले प्राप्त मात्र पाउँदछन्। यसैले तपाईँले कृपा गर्नुभयो भने हामीले के पाउन सक्दैनौँ र? श्री सुतले भन्नुभयो, सौनकजी, तपाईँको हृदयमा भगवानको प्रेम छ। यसैले म विचार गरेर तपाईँलाई सम्पूर्ण सिद्धान्तहरूको निष्कर्ष सुनाउँछु।